यो बिहानै मेरो खुट्टा आएर को हो कोट्याउने भनेको त मेरो साथी पो रहेछ। ओए यता किन आइस भनेको त म खुर्सानी लिन आएको, जा छिटो टिपेर ले भन्छ। अनि पैसा ले भनेको त नाइ पहिला टिपेर ले भन्छ। ले न ले म दिन्छु भनेको, ल लग भनेर दियो पैसा। ल अब गएर तेरो लागि खुर्सानी टिपेर ल्याउँछु भनेको त एकछिन तिरिमिरी झ्याइ भइदिएर मुख धोएर खुर्सानी टिप्न जान्छु भनेको मम्मीले उता ल्याइसक्नु भएको रहेछ। ठिकै छ नि त भन्दै म अनि ब्रस गर्नतिर लागेँ। अनि उताबाट मम्मीले खुर्सानी ल्याएर त्यसको हातमा दिनुभयो साथीको। अनि साथी चाहिँ ल ल बाई बाई साथी भनेको त ल ल भोलिदेखि छिटो उठे अल्छी भन्दै गयो। अनि म नि एकछिन हाँसेर आफ्नै धुनमा ब्रस गर्नतिर लागेँ। ब्रस गरेर मलाई भोक लागे जस्तो भयो। अनि भान्से कोठाभित्र गएर लाइट बालेर हेरेको त साइकल त्यस्तै रहेछ। साइकल स्याहार्ने चाहिँ मेरो डेली रुटिनमा पर्छ। अनि त्यही भएर म नि साइकल स्याहार्नतिर लागेँ। साइकल उठाएर बाहिर खटियाको साइडमा लगाइदिएँ। भान्सामा गएर हेरेको त मम्मीले केही पनि पकाउनु भएको रहेछ। अनि एग राइस बनाउनु पर्ला भनेर मैले 3टा अन्डा उठाएँ। 3टा अन्डा उठाएपछि 3टै एउटै गिलासमा फुटाएँ। फुटाएपछि घोलेँ। अनि त्यसपछि आगो बालेँ। अनि एउटै कडाईमा हालेर त्यसलाई मिक्स म्याक्स गरेँ। अनि त्यसपछि भात भुटेँ। भातको माथि मैले अन्डा हालेँ। मेरो त मुखबाटै पानी आइरहेको थियो। केही छैन ल गाइस, यस्तै भ्लगहरू हेर्नलाई मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।